हेलो एभ्रिवान है सबैजनालाई गुड आफ्टरनुन भन्दै है जय मसी नमस्ते भन्दै आजको ब्लग स्टार्ट गरिसकेँ है। आज चाहिँ भने म के गर्दैछु तपाईँले देखिसक्नुभयो होला। आज चाहिँ म कलर गर्दैछु है हलमा। अनि हाम्रो हलमा चाहिँ प्रोग्राम हुँदैछ, त्यही भएर चाहिँ म चाहिँ कलर गर्दैछु है। अलमोस्ट योपट्टि कम्प्लिट गरिसक्यो, योपट्टि अलिअलि कम्प्लिट गरिसकेको छु, देख्न सक्नुहुन्छ। अलिक कहाँनिर पर्नुपर्ने छ, यो एरियामा अलिक कालो कालो भएको छ। सो यस्तो छ है गाइस है आजको काम चाहिँ। सो अघि नै दुइटै भइसक्यो, म चाहिँ कस्तो भएको छ भने चाहिँ यहाँ देख्न सक्नुहुन्छ। हातहरू पनि यस्तो छ है, कलर लागेर बिजोग भइसक्यो। सो यस्तै छु गाइस। यो चाहिँ हाम्रो नित्यम सर चाहिँ यहाँ सफा गर्नु हुँदैछ। सो यहाँ पनि अब एककोट गर्नेछु होइन, अघि हल्का हल्का चाहिँ गरेको छ। अब एककोट गर्दाखेरि चाहिँ ठिकै राम्रोसँगले बस्छ जस्तो लागेको छ मलाई चाहिँ। सो बेबी गाइस है आजको ब्लग चाहिँ यति नै थियो। सो भेटौँला अर्को ब्लगमा, सी यु इन नेक्स्ट ब्लग। बाई बाई गाइस।